परम आए धनी धनी तिमी चौतारोलाई आत्माको धनी श्री श्यामजी आत्माको धनी अखण्ड दीप पूर्ण स्वरूप आनंद यही ज्ञानको ढोक खोल्ने श्री परम धाम को यही सुंदर श्याम सुंदर श्याम सुंदर श्याम आए दर्शन दिन यो संसार में आए दर्शन दिन यो संसार में संसार संसार आत्मा को दानी गर्दछु चौतारोलाई यही शब्द भनी शब्दको उच्चारण कहाँबाट आयो हो कि होइन भक्तिले किन कहाँ थाहा पायो कि छैन भक्ति कि छैन भक्ति सजन भक्ति पाउनलाई अति गाह्रो छ संसारमा भक्तिहरू अति गाह्रो छ यहाँ अति गाह्रो छ संसारको रमाइलो अति प्यारो छ भगवानको वचन सुन्न त्यति गाह्रो छ भक्ति त्यति गाह्रो छ यहाँ त्यति गाह्रो छ सुन्न सक्ने भन्न सक्ने आत्मा बोल्दैन किन आत्मा खोल्दैन संसारमा बसिरहन्छ किन बोल्दैन आत्मा किन बोल्दैन भन किन बोल्दैन होइन किन बोल्दैन छैन किन बोल्दैन किन बोल्दैन यहाँ किन बोल्दैन परमात्मा स्वरूप ज्ञान ध्यान गर्दछन् परमात्मा भन्दछन् भक्ति सजन परमात्मा कहाँ छन् परमात्मा को हुन् त्यो भने निश्चित गर्न सकेका छैनन् र हावा लाग्दा जसरी वेगले हल्लाउँदै गएको हुन्छ जुन पहिलो हावाले ठोकेको हुन्छ त्यस वेग बज्रिने पात्रहरूलाई मात्र थाहा हुन्छ कि त्यसको छायाले भेट्ने हावालाई त्यति थाहा हुन सक्दैन र यसरी हामी उदाहरण यही संसारबाट हामी दिँदै आएका भगवानले पनि यस संसारका प्राणीहरूसित कति सत्य आत्माहरूको खोजी गर्दा पनि यहाँ कहिले जिउजन नसक्ने अवस्था आएको सदैव भक्तिहरूलाई कालो पर्दाले घेरिरहेको घोर निन्द्राले खाइरहेको सदैव भक्ति निदाइरहेका छन् सदैव भक्ति कालो पर्दाले ढाकिरहेका छन् परमात्मा साँच्चैका भगवान भए हाम्रा प्रश्न वचनहरूको जवाब चाहियो यदि होइन भने भगवान त छैनन् हामीलाई त यहाँ संसारमा कर्म चाहियो भक्तहरूको यही वचनले यहाँ गुन्जाइस भइरहेको छ भक्तहरूलाई त्यहाँ भन्दा अरू ज्ञान आउन सकेको पनि छैन र यसैले स्वर तला परमधाम उन्नति चोक जब हामी आफ्ना सिंहासनमा दक्षिण मोहडाको विराजमान सदैव हामी रहन्छौँ भने त्यो यहाँ भक्तिहरूले खुलासा गर्न कहिले पनि सकेनन् र विश्वास उनीहरूलाई जाग्न सकेको छैन यो हामीले
यो हामीले भक्तिहरूलाई कहिले हात समातेर डोराउन हामी चाहँदैनौँ, उसलाई घचाएर हामी तर्साउन चाहँदैनौँ। त भक्ति ज्ञानको ढोका यदि हाम्रा स्वच्छ वचन सत्य वचनलाई यदि साँचो सत्यसँग विश्वास गर्न सक्छन् भने पक्कै पनि भगवानको दर्शन अवश्य पनि मिल्छ। म यो सदैव सदैव भक्तिलाई प्रकट गरिरहेको छु र मेरा परमधामबाट म यसरी आफ्नो जे जस्तो आफ्नो चौतारोमा हामीलाई जसरी निमन्त्रणा छ, जसरी हामीले दर्शन दिएका छौँ, यी हाम्रा दर्शनहरू यहाँ खेलबहार सम्झिरहेको हामीले पाएका छौँ र हामीले यस संसारमा याद गर्नु पर्यो। कसैलाई कहाँ धक्का पुग्छ, कुनै भक्तिलाई कहाँ के हुन्छ, त्यो हामी स्वार्थपूर्ण आफ्ना घटघट मानिलिएका छौँ।